के तपाईलाई पनि मानिसहरूको नाम, पढेका कुराहरू वा केही कुरा राखेको ठाउँ बारम्बार बिर्सिने समस्या छ? के कहिलेकाहीँ आफ्नै दिमागले धोका दिएको जस्तो महसुस हुन्छ? यदि हुन्छ भने चिन्ता नलिनुहोस्, तपाईँ एक्लो हुनुहुन्न। आजको यो भागदौडपूर्ण जिन्दगी र प्रविधिको अत्यधिक प्रयोगले गर्दा हाम्रो स्मरण शक्ति कमजोर हुनु सामान्य जस्तै भइसकेको छ। तर शुभ समाचार के छ भने हाम्रो मस्तिष्क कुनै स्थिर वस्तु होइन, यो एउटा मांसपेशी जस्तै हो। जसरी व्यायाम गरेर शरीर बनाउन सकिन्छ, त्यसरी नै सही अभ्यासले दिमाग र स्मरण शक्तिलाई पनि तीव्र बनाउन सकिन्छ। नमस्ते, आजको यस भिडियोमा हामी वैज्ञानिक रूपमा प्रमाणित त्यस्ता 5 अचूक तरिकाहरूबारे चर्चा गर्नेछौँ जसले तपाईँको स्मरण शक्तिलाई तीव्र र सबल बनाउन मद्दत गर्नेछन्। भिडियो अन्त्यसम्म हेर्नुहोला, किनकि 5औं तरिकाले तपाईँको सोच्ने शैली नै बदलिदिनेछ। पहिलो तरिका हो सक्रिय सिकाइ र स्मरण। हामी मध्ये धेरैले गर्ने गल्ती के हो भने कुनै कुरा सम्झनका लागि त्यसलाई बारम्बार पढ्छौँ वा दोहोर्याउँछौँ। तर विज्ञान भन्छ केवल दोहोर्याएर पढ्नुभन्दा दिमागलाई सम्झने बल गर्नु धेरै गुणा बढी प्रभावकारी हुन्छ। कुनै किताब वा पाना पढिसकेपछि त्यसलाई बन्द गर्नुहोस् र दिमागलाई प्रश्न सोध्नुहोस्, मैले भर्खरै के पढेँ? अनि त्यसलाई आफ्नै शब्दमा मनमै वा कागजमा लेख्ने प्रयास गर्नुहोस्। जब तपाईँको दिमागले सूचना खोज्न मिहिनेत गर्छ, तब मस्तिष्कका न्युरोनहरू बलिया हुन्छन् र त्यो जानकारी दीर्घकालीन स्मृतिमा भण्डारण हुन्छ। दोस्रो तरिका हो पर्याप्त र गुणस्तरीय निद्रा। यदि तपाईँ रातभर जागेर पढ्ने वा काम गर्ने गर्नुहुन्छ भने यसले तपाईँको स्मरण शक्ति ध्वस्त पारिरहेको हुन सक्छ। हामी दिनभरि जे जति कुराहरू सिक्छौँ ती सबै हाम्रा अस्थायी स्मृतिमा बसेका हुन्छन्। जब हामी गहिरो निद्रामा हुन्छौँ तब मात्र हाम्रो दिमागले ती सम्पूर्ण दिनभरका घटना र ज्ञानलाई स्थायी भण्डारमा लैजाने काम गर्छ। त्यसैले दैनिक 7 देखि 8 घण्टाको निर्बाध निद्रा मस्तिष्कको रिसेट बटन जस्तै हो। तेस्रो तरिका हो नियमित शारीरिक व्यायाम। सबल शरीरमा नै सबल मस्तिष्कको बास हुन्छ भन्ने त सुन्नुभएकै होला। वैज्ञानिक अनुसन्धान अनुसार दैनिक 30 मिनेटको हिँडाइ, दौड वा व्यायामले मस्तिष्कमा हिप्पोक्याम्पस भन्ने भागको आकार बढाउँछ, जुन भाग स्मरण शक्तिका लागि सोझै जिम्मेवार हुन्छ। व्यायाम गर्दा मस्तिष्कमा अक्सिजन र रक्त सञ्चार तीव्र हुन्छ, जसले नयाँ मस्तिष्कीय कोषहरूको विकासमा सिधा मद्दत गर्छ। चौथो तरिका हो माइन्डफुलनेस र ध्यान। आजको युगमा हाम्रो दिमाग एकैपटक धेरैतिर भट्किने गर्छ। ध्यान वा मेडिटेसनले तपाईँको दिमागलाई अहिलेको क्षणमा केन्द्रित हुन सिकाउँछ। दैनिक 10 देखि 15 मिनेटसम्म आँखा बन्द गरेर आफ्नै सासको गतिमा ध्यान केन्द्रित गर्ने बानी बसाल्नुहोस्। यसले मानसिक तनाव घटाउँछ। तनाव कम हुनासाथ दिमागको सम्झने र सोच्ने क्षमता स्वतः बढेर जान्छ। र 5औं तथा महत्त्वपूर्ण तरिका हो दिमागको कसरत र सन्तुलित खानपान। जसरी प्रयोग नगरेको फलाममा मरिच लाग्छ, त्यसरी नै नयाँ कुरा नसिक्दा दिमाग सुस्त हुन्छ। दिमागलाई सधैँ व्यस्त र तन्दुरुस्त राख्नका लागि चेस खेल्ने, पजल वा शब्दजाल भर्ने वा नयाँ भाषा वा बाजा सिक्ने प्रयास गर्नुहोस्। यसका साथै ओखर, बदाम, हरियो सागपात र प्रशस्त पानी पिउने बानीले मस्तिष्कलाई आवश्यक पोषण दिन्छ। याद राख्नुहोस्, स्मरण शक्ति बढाउनु कुनै एकै दिनको चमत्कार होइन, यो एक निरन्तर अभ्यास हो। आजैदेखि यी 5 मध्ये कम्तीमा 2वटा बानीहरू आफ्नो जीवनशैलीमा लागू गर्न सुरु गर्नुहोस्। तपाईलाई यी 5 तरिकाहरू मध्ये कुन चाहिँ तरिका सबैभन्दा सजिलो र प्रभावकारी लाग्यो? तल कमेन्टमा पक्कै लेख्नुहोला। यदि यो भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। तपाईको दिन शुभ रहोस्।